हेलो गाइज गुड मर्निङ अन्त नमस्ते मेरो स्वागत छ आज मेरो न्यू ब्लगमा ए ए ए के त आउँदैन त्यही पनि अब सुरु गरौँ कि भनेर सोचिरहेको छु होइन गाइज हो अब चलाउँ न त अब बाटोतिरै कुराकानी गरौँला हामी एकदम बाटोहरू एक लास्ट हुका साले कुकुर गदा बाटोहरू सब चाहिँ अब त्यो हुसो के भन्छ कुहिरोले ढाकिरहेको छ भने अब म पनि त्यही अहिलेसम्म गाडी नहिँड्ने बाटोतिर बाइक बोकिरहेको छु गाइज वेलकम गाइज दिस इज मुर्गा सदोला फुर्का यो चाहिँ यो कुन ठाउँ भने यो ठ्याक्कै थियो त्यो महाभारत 6 को त्यो बेसीबाट त्यो आउने त्यो के पो भन्या त्यो केौरानीबाट आउने बाटो हो यो माथि वडामा निस्किने चाहिँ यो अहिले यस्तो छ कि गाडी नै अलिक त्यति नहिँड्ने रहेछ अब कहिलेकाहीँ मिस्टेकले हिँड्ने मात्र अझै आज यसो टेस्ट राइडिङ हानौँ भनेर आएको बाटो चिप्लो छ गाइज तर केही छैन मेरो म भने अब राइडर अल्ट्रा प्रो म्याक्स हो नि त म अब यसरी चलाउँछु नि त बाइकले अब तनाव छ जिन्दगीमा तनावै तनाव छ एकदमै जङ्गल छ मासतिर पनि तलतिर पनि होइन जङ्गल छ यता चाहिँ अब त्यो मजा आउँछ साइलेन्सर गाडेर पड्काउन चाहिँ मजै आउँछ यता घर त्यति पनि छैन नि त 2-3 घर छ जम्मा यहाँ तल अलि त्यसपछि अलि साइलेन्सर काटेर चलाउँदा चाहिँ मजा फिल आउँछ कि फेरि हे भगवान बाटो त यस्तै हो गाइज यो सालको पातहरूले पनि लास्ट चिप्लो बनाउने रहेछ क्या मान्छेले बाइक त फेरि कम त चिप्लो होइन हेत्तेरिका यो सालको पातले लास्टै चिप्लो हुने रहेछ यो सालको पात बाइक त पछाडि फराएर घुम्छ है बाटो फेरि त्यस्तै मान्छे पनि त्यस्तै अब हाम्रो नेताहरूलाई हिसाब किताब गर्न बाइक आउँदैन खातेको पानहरूलाई त भन्दिनँ म तर केही छैन म भने राइडर अल्ट्रा प्रो म्याक्स खुट्टा यस्तो गए पनि खुट्टा टेकी भए पनि म चलाउने छु गन्तव्यमा पुग्ने छु फुट्यो क्या मेरो चट भाइ चट एकदम स्मुथ चल्नुपर्ने अवस्था गाइज वेलकम सबजनालाई वेलकम छ है होइन यस्तो यदि मेरो भ्लग हेर्दै हुनुहुन्छ भने नि त यसो तल त्यो मेरो यसो च्यानलमा जाऊ सब्सक्राइब गर खै त अनि सब्सक्राइब गर्नु पर्दैन यार म भाइरल हुनु पर्दैन यार यस्तो हो नि त यदि मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ भने त यसो मलाई फलो गर लाइक गर अब त्योभन्दा त धेरै के गर्नु मलाई सपिङ गरिदेऊ भन्न चाहन्छु अनि बाइकमा तेल हालिदेऊ भन्न चाहन्छु त्यस्तो भन्दाखेरि फेरि गाइजहरू रिसाउँला प्लिज अब रिस नै छ भने त अब त्यही हो मेडा सिकाएर मर्न माया तिम्रै लास्ट
हुने के माछाले यो बर्खामा खाद्य मरिसाए पनि म त तिमीलाई फकाइरहन्छु कसम तिमीलाई आँखामा राखी मनमा सजाउँछु हो कसम तिमीलाई आँखामा राखी मनमा सजाउँछु हो मनमा सजाउँछु म त बिर्सिदिइरहेँ क्या माछालाई म त भ्लगमा पो छु भनेर यार ओ सेट यार यस्तो के गर्नु साथीहरू जिन्दगीले मलाई यस्तै वाङ 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 मेरो चाहिँ अहिले गाइस मेरो चाहिँ सम्पत्तिको नाममा यो यो एउटा त्यो यो एफजेड भर्जन 2 बाइक छ नि एउटा यो जुनलाई यसलाई 4 लाख हारारीमा पर्छ अनि त्यो यो एउटा जुन मैले भिडियो बनाएर यो क्यामेरा छ नि त त्यो गोप्रो हिरो 910 हो 9 हो त्यसलाई त्यही समथिङ 50 पर्न सक्छ अनि त्यो एउटा 17 प्रो म्याक्स छ मसँग चाहिँ भन्न पाएँ म एकदमै खुसी हुन्थेँ यो सेकेन्ड ह्यान्डको बाइक हो अनि यो जुन मैले क्यामेरा गरेर भिडियो गर्न अनि यो मोबाइल हो आइफोनको त कुरै छोडौँ त्यो 17को त कुरै छोडौँ अहिलेसम्म आइफोन त छोड्नु भएको छैन होला समथिङ मैले हल्का यसो गफ दिएँ त्यस्तै मलाई माया दया लाग्ने भए चाहिँ यसो म 11 नम्बर पठाउँदिउँला यसो 10-20 लाख चाहिँ यसो सेयर गरिदिनु होला मलाई प्लिज म त अब भिखारी नै भइयो त्यही एउटा अब गर्लफ्रेन्ड र बुढीको कमी छ कि मसँग लास्ट कमी छ कि मसँग चाहिँ फेरि तिनीहरूको त्यसले जो पट्याउनु खोजे पनि पटिँदैन है म के गरौँ त होइन अब जो पटाउन खोज्छु त्यो कुनैहरू पढिँदैन बालै दिँदैन भने मलाई त खाँदेको बानहरू साला हामीले चाहिँ कुदाउन आउँदैन यार तर म कुदाउँदिनँ नि त त्यसरी फेरि बे नगर्दै मऱ्यो भने त फेरि त्यो पहिलाको एक्सहरू हाँस्छ नि त सालेको बे भएन भन्छ फेरि त्यही भएर अब यसो पहिला बे गरौँ अनि जे गर्नुपर्छ गरौँला भन्ने जानकारी मसँग छ वेलकम यदि हो अब होस् जिन्दगीमा बे चाहिँ गर्नुपर्छ गर्लफ्रेन्ड चाहिँ अब कसको पर्ने हो कसले कुन चाहिँले ढुट्टो मार्ने गर्लफ्रेन्ड पाउने हो मलाई मतलब त्यही हो अब त्यही भएर लाइफमा गर्लफ्रेन्डको कुरा छोडिदेऊ मोज गर मोज इन्जोय नै सबैभन्दा ठुलो कुरा हो भन्न त सक्दिनँ म मनी इज पावरफुल भन्छन् लभ इज ब्युटिफुल रे मनी इज पावरफुल रे अन्त ल अहिले काम छ है